यो चाहिँ हामी हिँडिरहेको अहिले यो ऋणीको पुरानो बाटो यसलाई भन्छन् ऋणी एकदम पुरानो बजार हो यो माथि चाहिँ एकदम माथिको नयाँ बाटो हाइवे छ यो चाहिँ हाम्रो पुरानो बाटो अहिले यो उसमा युट्युब मान्ने जस्तो नबनाऊ यहाँ हाम्रो भान्जा छन् यिनी एकदम चकपकी छन् एकदम हात माझिसके छन् 4 पटक यिनी डराइरहन् र यो चाहिँ पुरानो बाटो यहाँ ऋणी रुरु क्षेत्र रुरु 4 धाम मध्येको एक धाम हो हाम्रो रुरु क्षेत्र यहाँ 3 मुखी पुलमा आउँदैछौँ हामी 3 मुखी पुल भनेको चाहिँ ऋणी रुरु क्षेत्र धाममा पर्ने सेङ्जा गुल्मी र पाल्पा जोड्ने चाहिँ 3 मुखी पुल छ एसियाकै यो नमुना पुल हो हामी चाहिँ यो एक्सप्लोर गर्दैछौँ ल यसलाई यताबाट चाहिँ यस्तो भयो होला ल यो बलै छ यो पुल चाहिँ पहिला देखिरहनु भयो होला यो यताबाट आउँदा त राम्रै आयो पुल त ट्याक्क हामी चाहिँ अब 3 मुखी पुलमा आइयो अहिले चाहिँ सिडिक्क लाएर ल पुल चाहिँ हेरौँ सबैले पुल ठिकठाक बनाम यो खोला चाहिँ ऋणी खोला भन्छ यसलाई चाहिँ तपाईँहरूलाई थाहा छैन भने नि जान्नुहोस् यो चाहिँ गुरु योजना अन्तर्गत चाहिँ बनाउन चाहिँ पहिला बनाएको त्यो शेरवालाहरू बनाएको छ टन्न यसमा प्रोटेक्सनको लागि अनि हामी चाहिँ अहिले ठ्याक्क गुल्मीमा छौँ हामी चाहिँ यो चाहिँ हामी यहाँ अलिक भर्खर भिडियो चाहिँ खिचिरहेको यो चाहिँ गुल्मी यो चाहिँ गुल्मी हो यो रुरु क्षेत्र गण्डकी आरती केन्द्र यहाँ आरती चाहिँ ठाउँ हो अनि सबै बगर सुकेर पानी छ छैन यहाँ यो त बर्खामा हुन्छ अरू बेला हुन्न पानी उता मठ मन्दिर उता जाने अहिले मठ मन्दिर जानु यहाँ माथि यो चाहिँ पाल्पा चर्बिन कति बेला उस गर्ने यो चाहिँ पाल्पाको मुख हो यो चाहिँ स्याङ्जा है यो सबै देख्नुभयो तपाईँ अब तपाईँ घर बसी पनि त हेर्नु नि भयो नि त हेरहरू यहीँ जानै पर्ने पनि भएन कि तपाईँहरूलाई ए हाम्रो भान्जालाई जानै पऱ्यो नि घरै बसेर हेर्ने भयो अब यहाँ 3 मुखी पुल अब रुरुको 3 मुखी पुल भनेर सर्च गर्ने ट्वाक्क लाएर हेर्ने ए ट्वाक्क लाएर ए यो दिदी चाहिँ फर्काएको मान्छे भएर पनि बल्ल पहिलोचोटि आयो भन्ने यहाँ फर्काएर पनि 3 चोटि आइसक्यो कोही यहाँ हाम्रो दिदी चाहिँ बल्ल फर्स्ट टाइम अरे ए भान्जा नदौडा यो नदी चाहिँ उस हो हाम्रो काली गण्डकी यहाँ हाम्रो उस पनि पाइन्छ शालिग्राम पनि पाइन्छ यहाँ माथि चाहिँ शालिग्रामको कति 1000 क्विन्टल हो कि कति एक्ज्याक्टली म भुलेँ यहाँ चाहिँ त्यहाँ चाहिँ हाम्रो शालिग्राम राखेको छ यहाँ एसियाकै ठुलो शालिग्राम यहाँ चाहिँ शालिग्राम पाइन्छ ल ठिक छ तपाईँ देखिराख्नु भएको यो चाहिँ काली गण्डकी हो हाम्रो पवित्र स्थान रुरु क्षेत्र 4 धाम मध्येको एक धाम हो यो चाहिँ धेरै आस्था बोकेको छ यहाँ चाहिँ यो पुल चाहिँ बनाएको छ अब तपाईँहरूले हेर्दै गर्नुहोस् ल धन्यवाद अहिलेलाई यस्तो होला त अझै अर्को हातले गरेर कति राम्रो हुन्थ्यो त्यो घर अब यो चाहिँ हामी पाल्पामा छौँ पाल्पा भनेको एउटा हाम्रो यहाँ मन्दिर छ मठ मन्दिर यो चाहिँ विश्व सम्पदा सूचीमा पनि परे हो तर हाम्रो नजिकको त्यहाँ हेला भने जस्तो यहाँ आइएको थिएन आज चाहिँ हामी जाने हो अहिले हजुरहरूले त्यहाँ गएपछि त्यहाँको वस्तु स्थिति म हजुरहरूलाई देखाउँछु यो चाहिँ हेर्दै गर्नु यो चाहिँ हाम्रो विश्व सम्पदामै परेको यो एकदम पुरानो मन्दिर हो यहाँबाट हजुरलाई पनि देखाउँछु हेर्नुहोस् यहाँबाटै ट्याक्क देखिन्छ
ल हेर्दै गर्नुहोस् है त यो मलाई नि हेर्नुहोस् एकचोटि ल ठिक छ अघि ऋषिकेश मन्दिर भनेको चाहिँ हाम्रो यो उयो यो ऋषिकेश मन्दिर मठ मन्दिर भनेको नि हामीले गाउँघरमा बोल्ने चाहिँ मठ मन्दिर यहाँ चाहिँ रियलमा ऋषिकेश मन्दिर हजुर यहाँ गुल्मी यही माथि स्वर्ग हजुरको कता हजुर पोखरा देखाउनु हो घुम्न कि हेर्न ए ल ठिक छ यहाँबाट चाहिँ यता देखिन्छ यहाँबाट पनि पुल ल अहिले मन्दिरको यस्तो देखाउँछु यो जाने बाटो हो यो चाहिँ ऋषिकेश मन्दिरको सिँढी ल यिनी चाहिँ भान्जासिरी मेरो ऋषिकेश मन्दिरमा छौँ हामी र यो जसले चाहिँ म फास्ट जान्छु यो ऋषिकेश मन्दिरमा चाहिँ आइयो हामी ट्याक्क लगाएर यताबाट घुमेर परिक्रमा गर्ने मार्ग हो यो चाहिँ होइन त्यहाँ पानी आउँदैन अहिले अहिले त्यहाँको पानी हात सफा गर्ने पानी हो क्या यो चाहिँ ऋषिकेश मन्दिर चाहिँ श्री दान मुक्तेश्वर शिवालय यो चाहिँ श्री सत्यनारायण मन्दिर जय भगवान् अच्छा गर्नुहोस् श्री सत्यनारायण मन्दिर यो चाहिँ यो शान्त मुक्तेश्वर शिवालय यो चाहिँ कुन ब्याग कुन ब्याग दुर्गेश्वर शिवालय यो चाहिँ विगेश्वर शिवालय यो चाहिँ यस्तो छ यो चाहिँ हाम्रो ऋषिकेश मन्दिर चाहिँ मेन मन्दिर विश्व सम्पदा सूचीमा परेको मन्दिर हो यो चाहिँ धेरै समयपछि आएँ म पनि यहाँ फेरबदलहरू छ सफा छ हाम्रो बुटिक भाइहरू पनि यहाँ बस्छ नि राधाकृष्ण मन्दिर मन्दिर सबै राम्रो छ पुरानो मन्दिर हो यो कलाकृतिहरू पनि छ यहाँ मन्दिरहरूमा राम्रो छ यो चाहिँ हाम्रो मन्दिरमै यो आज चाहिँ रङ्गोली बनाउँदै हुनुहुन्छ आज लक्ष्मी पूजा पनि मन्दिरमा यहाँबाट कालीगण्डकी देखिन्छ ट्याक्क लगाएर